Click on Zombie Apocalypse. नमस्कार छ यहाँहरुलाई मेरो YouTube च्यानल द क्रिएटिभ माइन्ड प्रोडक्सनमा यो भिडियो मेरो पहिलो भिडियो MS पेन्ट इन नेपाली पार्ट 1 को सेकेन्ड भिडियो हो र पहिलो भिडियोमा हामीले बेसिक्स अफ पेन्टिङ जानेका थियौं। म यसलाई पुनः एकचोटी रिकल गर्दिन्छु। यो माथिको जुन बार देखिरहनु भएको छ यसलाई हामी क्विक एक्सेस टुलबार भन्थ्यौं। त्यसैगरी यो ट्याब होम ट्याब भ्यू ट्याब यो भर्टिकल स्क्रोल बार अप एन्ड डाउन यो हरिजन्टल स्क्रोल बार त्यसैगरी यो स्ट्याटस बार र हामी यहाँ जुम प्लस माइनस रहेको छ र अघिल्लो च्याप्टरमा हामीले टुल्स बारे जानकारी लियो भने अब यसपालि हामी ब्रसेस र शेप्स को बारेमा जानकारी लिन्छौं। त्यसैगरी मिल्यो भने कलर बारे पनि हामी यसमा अध्ययन गर्ने छौं। सो अब हामी शेप्स को बारेमा पहिला जानौं। यहाँनेर जुन देखिरहनु भएको छ होम ट्याब भित्र रहेको शेप्स ब्लक भित्र यहाँ हामीलाई विभिन्न भेराइटीहरुका शेप्सहरु दिएका छन्। यसको युज गरेर हामीले विभिन्न आकारहरु बनाउन सक्छौं। जस्तै हामी यो स्ट्रेट लाइन यहाँनेर हामी स्ट्रेट लाइन लिन्छौं। यस्तो प्लस एन आउँछ, हामीले लेफ्ट माउस क्लिक गरेर हामी ड्र्याग गर्छौं र यसलाई जहाँसम्म खिच्नु पर्ने हो हामी यसरी लाइन कोर्न सक्छौं। त्यसैगरी यो कर्भ लाइन रहेको छ र यसैगरी स्ट्रेट लाइनलाई हामी अरु चाहियो भने हामीले बाहिर क्लिक गर्छौं। अझ चाहियो भने हामी यसरी स्ट्रेट लाइनको प्रयोग गर्न सक्छौं। त्यसैगरी यो स्ट्रेट लाइनलाई पनि हामी यहाँबाट यसरी खिच्न सक्छौं। यसरी हामी स्ट्रेट लाइनको उपयोग गर्न सक्छौं। त्यसैगरी अर्को रहेको छ यहाँनेर कर्भ लाइन हाम्रो एकचोटीमा हैन 3 स्टेपमा कम्प्लिट हुन्छ। जस्तै हेर्नुस् एकचोटी हामी लेफ्ट माउस क्लिक गरेर हामी यसलाई ड्र्याग गर्छौं। त्यसपछि हामी यसलाई कहाँबाट खिच्ने हो कतापट्टि बङ्ग्याउने यसरी हामी बङ्ग्याउन सक्छौं। लेफ्ट माउस थिचेर ड्र्याग गर्ने। त्यसैगरी अर्कोपट्टि फेरि हामीले यसरी लेफ्ट माउस क्लिक गरेर हामीले यसरी ड्र्याग गर्छौं र यो फाइनल यो तेस्रो मुभ हो र यतिखेर हाम्रो यो फाइनल शेप हुन्छ। अब हामी यसलाई जानेर इनपुट गर्न चाहन्छौं त्यहाँनेर हामी यसरी इनपुट गर्न सक्छौं। त्यसैगरी यहाँनेर सर्कल हामीले देख्न सक्छौं। यसरी हामी सर्कल बनाउन सक्छौं। त्यसैगरी अर्को सर्कल मैले यहाँ बनाउन चाहे र यसरी मैले दुईवटा सर्कल बनाउन सक्छु। त्यसैगरी यो रेक्टेंगल हो। यसलाई शेप लिइसकेर हामीलाई जस्तो चाहिन्छ त्यस्तो जस्तो हेर्नुस् यहाँ यसरी हामीले बनाउन सक्छौं। त्यसैगरी यो हामीले यहाँनेर पोइन्टर हामीले यसरी देखायो भने हाम्रो यो शेपको नाम राउन्डेड रेक्टेंगल हो। यसलाई हामी यसरी पुनः बनाउन सक्छौं। त्यसैगरी यो हाम्रो भनेको पोलिगन हो। पोलिगनको फ्यासिलिटिज के हो भन्दाखेरि हामीले जति पनि लाइन खिच्न सक्छौं। जस्तै हामी पहिला मानौं यसरी हामीले बनायौं। अब जबसम्म हामी यो इनिशियल पोइन्टमा हामी क्लिक गर्दैनौं तबसम्म हामीले लाइन खिचे हुन्छ। जस्तै यहाँसम्म ल्यायौं क्लिक गरेर छोड्यौं फेरि लेफ्ट क्लिक गरौँ यहाँ यसरी जोड्दिन्छ। एकचोटी लेफ्ट क्लिक गरौँ यसरी जोड्दिने काम गर्छ। ल हेर्नुस् हामीले जबसम्म यसलाई यसरी गरिरहन्छ यसले जोडिरहन्छ हाम्रो लाइन्सलाई र फाइनली हामीले जब यसको फाइनल पोइन्टमा इनिशियल पोइन्टमा ल्याएर क्लिक गर्छौं अनि यो कम्प्लिट हुन्छ। अब तपाई हामी यसलाई यसरी मुभ गर्न सक्छौं दायाँ बायाँ। सो यसरी हामीले मुभ गरौँ र यो हाम्रो ट्रायंगल हो। ट्रायंगलको पनि शेप हामीले यसरी बनाउन सक्छौं। यी विभिन्न शेपहरु छन्। ल हेर्नुस् यसरी ट्रायंगल बनाउन सकियो। त्यसैगरी यो हाम्रो यहाँनेर हेर्नुस् पेन्टागन हो। पेन्टागन पनि हामीले यसरी बनाउन सकियो। हामीलाई जस्तो शेप्स चाहिन्छ यहाँबाट हामीले त्यस्तो शेप स्टार हो। स्टार चाहिन्छ भने हामीले यसरी स्टारलाई हाल्न सक्छौं। ल हेर्नुस् यसरी हामी स्टारहरु बनाउन सक्छौं। त्यसैगरी हाम्रो यो थट्स विभिन्न थट्स आउँदाखेरि यस्तो किसिमको शेप हामी युज गर्छौं। यसरी हामीले युज गर्न सक्छौं र यहाँनेर हाम्रो विभिन्न एरोहरु पनि दिएको छ। हामीलाई जस्तो एरोको काम छ त्यसरी हामीले यसरी बनाउन सक्छौं। सो यसरी हामीले के गर्छौं भन्दाखेरि हामीले शेपहरु युज गर्छौं। अब यसमा हामीले कलर फिलर पनि हेरेका थियौं। अब जुन कलर हामीलाई मन पर्छ यसरी हामीले कलर लिने यसरी यसमा फिल गर्ने। यो ऑरेंज कलर यसको नोजमा हालौं र यो ब्लू कलर यसको आइजमा फिल गरौँ। त्यसैगरी बाहिरपट्टि यसरी ब्लू कलर चाहियो भने हामीले यसरी ब्लू कलर लिने र यहाँ यसरी ब्लू कलर फिल गर्दिने। त्यसैगरी अरु कलरहरु पनि हामीले यसरी कन्टिन्युअसली यसमा फिल गर्न सक्छौं। त्यसैगरी यहाँ नाम लेख्नु पर्यो भने हामीले ए बाट सिकिसकेका छौं। त्यसैगरी हामी ब्रश लियौं। यहाँ देखिरहनु भएको छ विभिन्न भेराइटीका ब्रशहरु। यहाँबाट हामीले ब्रशहरु लिन सक्छौं र अघि हामीले जुन शेपहरु कोर्यौं यहाँबाट यहाँ यसको लाइन पनि हामीले मोटाई पनि फिक्स गर्न सक्छौं। ल हेर्नुस् यसको मोटाई अघिदेखि अलि बढी थियो भने अब हामीले अलि कम पनि लिन सक्छौं। ल हेर्नुस् यसरी हामीले लिन सक्छौं। ल हेर्नुस् यसरी हामीले
लिन सक्छौँ। त्यसै गरी लाइन कोर्दै गर्दा हामीले मोटाइ चाहियो भने यहाँबाट लिने र लाइन कोर्दै गर्दा हामीले एउटा काम के गर्न सक्छौँ भन्दाखेरि जस्तै हामी यहाँ यसरी लाइन कोरौँ ल यो बाङ्गिएको जस्तो देखियो, तर सिधा लाइन कोर्नु छ भने हामीले किबोर्डमा शिफ्ट बटन थिच्ने त्यस पछाडि हामीले क्लिक गरेर यसरी जतापट्टि खिच्नु पर्ने छ यसरी खिच्दाखेरि सिधा लाइन कोर्छ। ल यसरी शिफ्ट बटन थिच्ने यसरी हामीले जहाँ कोर्नु छ यसरी सिधा लाइन कोर्ने काम गर्छ। तर हामीले शिफ्ट छोड्यो भने यो फेरि बाङ्गिन्छ। फेरि हामी कन्ट्रोल जेड गरौँ, अन्डु गरेको हो, यहाँबाट अन्डु गर्न सक्नुहुन्छ या कि त कन्ट्रोल जेड गर्न सक्नुहुन्छ, चाहियो भने रिडु गर्न सक्नुहुन्छ कन्ट्रोल वाई, या कि त यहाँबाट रिडु गर्न सक्नुहुन्छ। यसलाई मेटौँ हामी। सो हामी यसरी शिफ्ट थिच्छौँ र यसरी लाइनलाई यसरी कोरेपछि हाम्रो यो लाइन सिधा हुन्छ। एकचोटि हामी बाहिर क्लिक गरेपछि हाम्रो यो लाइन कम्प्लिट भयो। यसरी हामीले विभिन्न लाइनहरू यसरी कोर्न सक्छौँ। सो यो लाइन यसरी मैले देखाएँ र यहाँ थिकनेस बढाउने घटाउने यहाँबाट हामीले हेरिहाल्यौँ। त्यसै गरी अब यहाँबाट हामीले विभिन्न भेराइटीका ब्रसहरू लिन सक्छौँ। यो हेर्नुहोस् स्प्रे ब्रस, यो यहाँ ग्रीन कलर लिउँ र यसलाई यसरी स्प्रे गर्न सकिन्छ। ल हेर्नुहोस् यसलाई स्प्रे यसरी गर्न सकिन्छ। हामीले यहाँबाट मोटाइ पनि लिन सक्छौँ, जस्तै यो अलि हेभी लिउँ। ल हेर्नुहोस् यसरी हामीले स्प्रे गर्न सक्छौँ यहाँनिर। यसको काम के हो भन्दाखेरि स्प्रे गर्ने। त्यसै गरी ब्रसमा यहाँनिर हेर्नुहोस् यो हाम्रो ओइल ब्रस हो। ओइल ब्रसको काम पनि हामीले यसरी युज गर्न सक्छौँ। ल हेर्नुहोस् ओइलको जस्तो यसले पेन्टिङ गर्छ। हामीले जति पेन्टिङ गर्न सक्छौँ यसरी हामीले पेन्ट गरेपछि यसले ओइलको जस्तो पेन्ट गर्छ। ओइल सकिसके पछाडि यसले पेन्ट गर्दैन। फेरि हामीले क्लिक छोड्ने, फेरि लेफ्ट क्लिक गर्ने अनि हामी यसरी पेन्ट गर्ने। ल हेर्नुहोस् हाम्रो यो ओइल ब्रसको काम हो। तेल सकेपछि यसरी छोड्छ यसले। त्यसै गरी हामीले यहाँनिर अरू ब्रसहरू लिन सक्छौँ, जस्तै यो क्यारेन भयो, यो मार्कर भयो, मार्करको जस्तो लेख्ने, यो हाम्रो पेन्सिल भयो, पेन्सिल हामीले युज गरिसक्यौँ। त्यसै गरी यो वाटर कलर ब्रस भयो, यसलाई हामी युज गरेर हेरौँ। जस्तै रेड कलर मैले पिक गरेँ र यहाँनिर मैले कलर फिल गर्न चाहेँ। ल हेर्नुहोस् वाटर कलरको जस्तो भयो, लेफ्ट क्लिक गर्ने अनि ड्र्याग गर्ने, यसलाई कलर फिल गर्दै जान्छौँ र एकचोटि यसको इङ्क सकिन्छ। फेरि हामी लेफ्ट माउस क्लिक गर्ने, हामी फेरि यसरी हामीले के गर्ने पेन्ट गर्ने, फेरि यसरी के हुन्छ सकिन्छ। फेरि हामीलाई पेन्ट गर्नु पऱ्यो, फेरि हामी लेफ्ट क्लिक गर्ने र यसरी पेन्ट गर्ने। सो यसरी के हुन्छ भन्दाखेरि वाटर कलरहरू हामीले युज गर्न सक्यौँ। त्यसै गरी यहाँनिर विभिन्न भेराइटीका ब्रसहरू छन्। हामीलाई चाहियो भने हामीले स्प्रे गर्छौँ र मेनली यो स्प्रे बढी मात्रामा युज गरिन्छ। जस्तै यसरी हेरौँ, हामीले पेन्टिङहरू बनाउँदा यसरी हामीले यो स्प्रे बढी युज गर्छौँ। त्यसै गरी अब यहाँनिर एउटा चुज गर्नुपर्ने कुरा के छ त भन्दाखेरि हामीले कलर अब यहाँनिर यति मात्र कलर छ, तर मलाई अलिक युनिक कलर चाहियो भन्दाखेरि हामीले यहाँबाट कलर पुनः हामीले बनाउन सक्छौँ। जस्तै हामीले एडिट कलरमा हामीले यसरी क्लिक गर्छौँ। यहाँबाट तपाईँलाई कस्तो कलर चाहियो यहाँबाट तपाईँले पिक गर्न सक्नुहुन्छ। ल हेर्नुहोस् अब यसको डार्कनेस पनि बढाउन सक्नुहुन्छ, यो डार्कनेस पनि घटाउन सक्नुहुन्छ। ल हेर्नुहोस् यसरी हामीले बनाएपछि एक किसिमको एउटा युनिक कलर, यो कलर हेर्नुहोस् हाम्रो यहाँनिर कहीँ पनि छैन, यो एउटा युनिक कलर भयो। यसरी हामीले कुनै एउटा कलर लिन सक्छौँ। यहाँबाट कलर फिलर लिउँ र यो कलरलाई पिक गरेर हामीले यहाँनिर फिलअप गर्न सक्छौँ। ल हेर्नुहोस् यसरी हामीले युनिक कलर हामीले निर्माण गर्न सक्छौँ। त्यसै गरी अरू पनि कलर चाहियो भने हामीले यहाँबाट क्लिक गर्ने, यहाँबाट जस्तै मलाई रेड येल्लोइस टाइपको कलर चाहियो भने यहाँ बिचमा आएर क्लिक गर्ने र यहाँबाट हामीले जस्तो कलरको सार्पनेस बढाउन सक्छौँ, घटाउन सक्छौँ, डार्क या लाइट कस्तो बनाउने, यहाँबाट कुनै एउटा कलर यसलाई हेर्नुहोस् अलिक युनिक कलर भयो, यसलाई ओके गर्ने। यो हाम्रो यहाँ बक्समा आउँछ जुन कलर अब युज गर्नुपर्ने छ। त्यसरी हामीले मन चाहेको जस्तो कलर पनि हामीले यसरी युज गर्न पाउँछौँ। र हाम्रो यो सेलेक्ट एरिया रहेको छ, हामी यसलाई यसरी क्लिक गर्छौँ, यसलाई यसरी हामी क्लिक गर्छौँ र यसलाई हामीले यसरी मुभ पनि गर्न सक्छौँ। होइन भने हामीले के गर्छौँ कन्ट्रोल ए सर्टकटमा गरेपछि पुरै स्क्रिनलाई सेलेक्ट गर्छ र हामीलाई डिलिट गर्नुपर्ने राइट क्लिक गर्ने, यहाँबाट हामीले डिलिट गरिदिने। सो ल हेर्नुहोस् हाम्रो स्क्रिन के भयो पूर्ण रूपमा खाली भयो। हामीलाई डिलिट गर्नु छैन भने कन्ट्रोल जेड गरिदिने। सो हाम्रो डिलिट गरेको फाइलहरू पुनः स्क्रिनमा एपियर हुन्छ। सो हामी यसलाई कन्ट्रोल ए गरेपछि पुरै सेलेक्ट भयो, यहाँ लाइन देख्न सक्नुहुन्छ यहाँहरूले यो सेलेक्ट भएको, र हामी यसलाई राइट क्लिक गरेर हामी यसलाई डिलिट गर्छौँ। र अब म यहाँनिर नयाँ कुरा के भन्न गइरहेको छु भन्दाखेरि जस्तै यहाँ कलर 1 र कलर 2 दिएको छ, यो हामीले देखिरहेछौँ यहाँनिर। यसको काम के हो भन्दाखेरि जस्तै तपाईँले फर इक्जाम्पल यो सर्कल लिनुभयो र यहाँनिर सर्कल यसरी बनाउनु भयो है। अब तपाईँले यहाँ बाहिर क्लिक गर्दाखेरि हामीले यसरी लेफ्ट क्लिक गर्दाखेरि यहाँनिर छाप बस्न सक्छ। सो यो कलर छ हामीलाई वाइट कलर। अब हामीले यसरी एउटा सर्कल कुनै मानौँ यो पोलिगन लिउँ,
यसरी हामीले बनायौं र हामीले बाहिर राइट क्लिक गरेपछि सेतोमा सेतो कलर भएपछि यो कलर टुलले यहाँनिर सेतो भएपछि के भयो भन्दाखेरि हाम्रो पेन्टिङलाई कुनै इफेक्ट पर्ने भएन र यो हाम्रो राइट क्लिकमा यसरी हामीले गर्न सक्छौं। जस्तै हेर्नुस् अब राइट क्लिकमा मैले यस्तो कलर गरे र अब यो कलर यहाँनिर मैले यसरी बनाइरहेको छु र मलाई राइट कलर चाहियो भने हामी यसरी राइट क्लिक गरेर हामीले एकचोटी दुईवटा कलरहरु युज गर्न सक्छौं। ल हेर्नुस् अब यहाँनिर तपाईले त्यही कलर 2 चाहियो भने यहाँ राइट क्लिक गर्नुस् र यसलाई ड्र्याग गर्नुस्। ल हेर्नुस् त यसरी युज गर्न पाइयो र बाहिर हामीले यसरी क्लिक गरेपछि यो के हुन्छ हाम्रो फिक्स शेप आउँछ। त्यसैले यहाँनिर कलर 1 र कलर 2 दिएको छ। कलर 1 भनेको हाम्रो लेफ्ट क्लिकको लागि हो र कलर 2 भनेको हाम्रो राइट क्लिकको लागि। हामी लेफ्ट क्लिक गरेर यसलाई सिलेक्ट गर्छौं, सिलेक्ट भने लेफ्ट क्लिकले नै गर्छौं, तर यहाँनिर गर्नु पर्यो हामी राइट क्लिक गरेर यसरी एकचोटीमा हामीले दुईवटा कलरहरु युज गर्न सक्छौं। र यहाँबाट हामीले यति सिक्यौं साथी र अरु पनि कुराहरु सिक्नु पर्यो भन्दाखेरि जस्तै सेलेक्टका कुराहरु छन्, रिसाइजका कुराहरु छन्, रोटेटका कुराहरु यी हामी पार्ट 3 को भिडियोमा हामीले हेर्ने छौं र यसलाई हामीले प्र्याक्टिस गरौं। हामीले कुनै पनि कुरा धेरै सिकेर धेरै जानेर कुनै कुरा हामीले धेरै खाएर हाम्रो पेट बिगार्नु भन्दा हामीले थोरै कुरा खाने तर त्यसलाई पचाउन सिक्ने र पचाउन सिकिसकेपछि हामीले के गर्ने फेरि अझै कुरा खाने। त्यस्तै हाम्रो के हुन्छ भन्दाखेरि कुनै पनि कुरा पढ्दाखेरि हामीले थोरै पढ्ने र त्यसलाई प्र्याक्टिस गर्ने। प्र्याक्टिस गरेर हामीलाई कुनै कुरा आइसकेपछि हामी पुनः त्यसलाई कन्टिन्यू गर्छौं। सो आजको भिडियो यति नै, बाँकी अर्को भिडियोमा पार्ट 3 मा। हस्त धन्यवाद।